तू मेरा दिल, तू मेरी जान, Oh, I love you, Daddy. तू मासूम, तू शैतान। But love you, Daddy. आगो पिएर बाँच्ने बेबस मेरो कथा छ, जलेछु भित्र भित्रै छाती भरि व्यथा छ। प्रशान्तको अन्त्येष्टि जन्मस्थल दार्जिलिङमै हुने भएको छ। सोमबार बागडोगरामा शव आइपुग्ने बताएका छन्। प्रशान्त हाम्रो गौरव थिए। दार्जिलिङको माटोबाट उठेर विश्वभरि नेपालीको पहिचान दिलाउने कलाकारलाई जन्मभूमिमा अन्त्येष्टि विदाई गर्न पाउनु ठुलो कुरा हो भन्दै दार्जिलिङका सङ्गीतकार महेश सेवाले भने सम्पूर्ण कलाकर्मी एक भएर उनलाई सम्मानको साथ विदाई गर्ने तयारीमा जुटेका छन्। इन्डियन आइडल सिजन 3 का विजेता तथा लोकप्रिय गायक प्रशान्त तामाङको निधनपछि दार्जिलिङका कलाकर्मीले उनले उत्कृष्ट दार्जिलिङमै हुनुपर्ने माग गरेका छन्। कलाकर्मीको यस सामूहिक चाहना र आग्रहपछि दिगम्बत तामाङको उत्कृष्ट जन्मस्थल दार्जिलिङमै गरिने निर्णय भएको छ। प्रशान्तको पार्थिव शरीर भोलि बिहान 12 बजे बागडोगरामा विमानस्थलमा आइपुग्ने दार्जिलिङका सङ्गीतकर्मी महेश सेवाले भने त्यहाँबाट सब दार्जिलिङ लगिनेछ। दार्जिलिङ पुर्याएपछि केही समय अन्तिम श्रद्धाञ्जलीका लागि गोर्खाल्यान्ड टेरोरियल अल्टरनेटिभ GTS अन्तर्गतको सूचना तथा सांस्कृतिक विभाग राखिने सूचना तथा सांस्कृतिक विभागका निर्देशन अनुसार अर्जुन थापाले जानकारी दिएका छन्। GTA का प्रमुख अनिता थापाले पनि दार्जिलिङमै प्रशान्त तामाङको अन्त्येष्टिको लागि आवश्यक अवस्था मिलाउन सम्बन्धित निर्णयका लागि निर्देशन दिएका छन्। उनको राजकीय सम्मानको साथ अन्त्येष्टि गरिने जनाइएको छ भने उनले दार्जिलिङवासी कलाकर्मी र शुभचिन्तकको लागि श्रद्धाञ्जली अर्पण गर्न अवसर मिल्ने गरी आवश्यक व्यवस्थापन भइरहेको पनि बताएका छन्। फिल्मकर्मी राजेश घतानेले प्रशान्तको योगदानको लागि सामान्य रूपमा लिने नहुने बताएका छन्। फिल्मकर्मी राजेश घतानेले प्रशान्तको योगदानको लागि सामान्य रूपमा लिन नहुने बताएका छन्। GTAको निर्णयको स्वागत गरी प्रशान्त भनेका नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय रियालिटी सोसम्म पुर्याउने प्रेरणादायी व्यक्ति हुन्। गीत सङ्गीत र अभिनय मार्फत उनले संसारभरि नेपालीलाई जोड्ने काम गरे। उनले भने त्यसैले उनको योगदान दार्जिलिङले नजरअन्दाज गर्न मिल्दैन। दार्जिलिङका सङ्गीतकार सेवाले पनि प्रशान्तको अन्त्येष्टि दार्जिलिङमै गर्ने निर्णयप्रति सन्तोष व्यक्त गरेका छन्। प्रशान्त हाम्रो गौरव र दार्जिलिङको माटोबाट उठेर विश्वभरि नेपालीको पहिचान दिलाउने कलाकारलाई जन्मभूमिमा अन्तिम विदाई गर्न पाउनु ठुलो कुरा हो भनेका छन्। सम्पूर्ण कलाकर्मी एक भएर उनलाई सम्मानको साथ विदाई गर्ने तयारीमा जुटेका छन्। दार्जिलिङको चौतारा मुन्तिर ओलर तमसुङ बस्तीमा प्रशान्तको जन्मघर छ, तर घरमा सुनसान रहेको छ। उनकी दिदी कोलकातामा र बहिनीको विवाह सिक्किममा भएको छ। आमाको त गत वर्ष नै निधन भइसकेको थियो भने बुवा त उनी सानो छँदै नै बितिसक्नु भएको थियो।